मिलन राउतको कविता म भित्रको म नै हुँ जसले मलाई म बनाउँछ। म भित्रको मले नै मलाई अरूभन्दा भिन्न अनि नयाँ बनाउँछ। हो त्यही म भित्रको म हुँ जसले मलाई मैमा बाँच्न सिकाउँछ। यो संसारमा मलाई एक दिन नयाँ सङ्घर्षका कुरा सिकाउँछ। हारमा आँसु, सुखमा हर्षित मुख अनि पीडामा आँसु बुझ्न हात बढाउँछ। मलाई साधारण व्यक्तिबाट संसारको एउटा विशेष व्यक्ति बनाउँछ। मलाई एक्लै हुन कहिल्यै पनि दिन्न, आमाको माया अनि बुबाको स्नेह दिन्छ। म भित्रको मले मलाई कर्तव्य, अधिकार अनि सम्बन्धको बारेमा प्रतिबोध गराउँछ। म भित्रको म मेरो एकान्तको साथी, मलाई सपनाको सहरसम्म लाने मेरो सारथी। म कतै हराएँ भने मलाई म भनी मेरो सपनाको सहरको बाटो देखाउँछ। मलाई ममा नै जिउन सिकाउँछ, मलाई मै भएर बाँच्न सिकाउँछ। हजारौँ पीडा आफूसँग राखी मलाई सिर्फ सपना देखाउँछ। म कालसँग लडिरहेको बेला मलाई जिउने आशा देखाउँछ। जसले मलाई म भएर बाँच्ने अधिकार दिन्छ। म हातिएको बेला मलाई शान्त स्वभाव दिन्छ। म मर्दा म मसँगै मर्दिन्छ। म एक्लै चितामा जलाएको हुन्न, मसँगै म भित्रको म पनि चल्छ।